नुवाकोट जिल्ला बेलकोटगढी क्षेत्र बेलकोटगढी वडा नम्बर 1 स्थित सिद्धेश्वर मन्दिर आसपास छु म आज। यहाँ चाहिँ एकदम हजुर नमस्ते। यहाँ चाहिँ आज शिवरात्रिको अवसरमा सम्पूर्ण भक्तजनहरू एकदम आफ्नो ठाउँबाट एकदम भेला हुनुभएको छ। यहाँको माहौल एकदम रौनक छ आजको माहौल। यो चिम्टेश्वर मन्दिर परिसरमा चाहिँ भक्तजनहरूको घुइँचो देखिएको छ आज महाशिवरात्रिको अवसरमा। यता व्यापार लाइनहरू पनि छ नि। एकदम रमणीय ठाउँ रहेको छ यो चिम्टेश्वर मन्दिर परिसर। महाशिवरात्रिको अवसरमा यहाँको प्रसाद वितरण कार्यक्रम यता रहेको छ। यहाँ चाहिँ सम्पूर्ण भक्तजनहरूलाई प्रसादको रूपमा चाहिँ यहाँ व्यवस्थापन गरिएको रहेछ। यो धेरै राम्रो लागेको छ है। यहाँ मथुरा खोजी गोकुल खोजी खोजी वृन्दावन, मथुरा खोजी गोकुल खोजी खोजी वृन्दावन। सारा संसार खोजिसके काँचो प्रभु भन, सारा संसार खोजिसके काँचो प्रभु भन। कृष्ण प्रभु खै पछि आउने र जानेले। शिवलिङ्ग बनाएको रहेछ नि। यहाँ चाहिँ कस्तो राम्रो के चट्ट परेको होइन। यता यहाँ पकाउने कार्यक्रम भइरहेछ। भक्तजनहरूलाई चाहिँ प्रसादको रूपमा यो शिवको लिङ्ग महादेव अहिले बनेको मन्दिर हो। यो चाहिँ एकदम राम्रो बनेको रहेछ। पहिला सानो एउटा कुटी जस्तो थियो, अहिले यहाँ व्यवस्थित मन्दिर पनि बनेको छ। चिम्टेश्वर मन्दिर हो यो चाहिँ। यता पछि यता नुवाकोट धादिङ रसुवा देखिन्छ। यो टाढा देख्न सक्नुहुन्छ। यहाँबाट माथि चाहिँ त्यो धरहरा हो, पोहोर मात्र बनेको हो। त्यो पोहोर परार नुवाकोट जिल्लामा रहेको चिम्टेश्वर मन्दिर परिसरमा भिडियो खिच्दै महाशिवरात्रिको अवसरमा।